यहाँ हेर्नुहोस् यो चाहिँ हाम्रो अमिलो। आज चाहिँ हामी यही अमिलो बनाएर चाहिँ खाँदैछौँ है। यो अमिलोको चाहिँ अब यस्तो सानसानोहरू यस्तो यस्तो पिस बनाएर चाहिँ खानुपर्छ। ल यहाँ हेर्नुहोस् हाम्रो फर्सी चाहिँ यो फलेको छ। यहाँ चाहिँ हुँदैछ फर्सी कटिङ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ मैले रोपेको प्याज। यहाँ चाहिँ छ हाम्रो अमिलाको रुख। अनि यहाँ चाहिँ छ हाम्रो आलु। यहाँ चाहिँ छ हाम्रो केरा। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ जङ्गली अदुवा। अनि यो चाहिँ हाम्रो घर। हाम्रो घर चाहिँ पहाडी एरियामा छ, त्यसैले घाम चाहिँ बिहानै आइहाल्छ है। यहाँ हेर्नुहोस् यो चाहिँ हाम्रो अमिलो। आज चाहिँ हामी यही अमिलो बनाएर चाहिँ खाँदैछौँ है। यो हेर्नुहोस् हजुर हाम्रो चाहिँ नुन खुर्सानी। अमिलोको चाहिँ अब यस्तो सानसानोहरू यस्तो यस्तो पिस बनाएर चाहिँ खानुपर्छ। अनि म चाहिँ गर्दैछु अब यसलाई खाएर ट्राई गर्दैछु है। एकदमै धेरै अमिलो छ। हेलो नमस्ते नमस्कार सम्पूर्ण साथीहरुमा स्वागत छ फेरि पनि अर्को एउटा नयाँ ब्लग भिडियोमा। सो के छ तपाईहरुको खबर? सन्चै हुनुहुन्छ होला सबैजना, आरामै हुनुहुन्छ होला। हामी पनि एकदमै धेरै सन्चै छौं, आरामै छौं। सो आजको ब्लग चाहिँ सुरु गर्दैछु म मेरो आफ्नै घरदेखि। अहिले चाहिँ बिहानको बजेको छ 7:30 जति। देख्न सक्नुहुन्छ घाम पनि आइसकेको छ, एकदम रातो भइसकेको छ। त्यहाँ हाम्रो चाहिँ माउ सल्ला सराउँदै छ। माउले चाहिँ अहिले चाहिँ भएको छ अब बिहानको खाना बनाउनको लागि चाहिँ हामी अब फर्सी लिन जाँदैछौँ। आज फर्सीको तरकारी पकाउँदैछौँ। हाम्रो भात पाकिसकेको छ। अब फर्सीको तरकारी चाहिँ पकाउनको लागि फर्सी लिन चाहिँ जाँदैछौँ। यहाँ चाहिँ छ हाम्रो फर्सी। यतातिर चाहिँ फलेको फर्सी चाहिँ उतातिर छ। अनि बुढीले अब फर्सी टिप्नलाई चाहिँ जाँदैछिन् रुखतिर। ल यहाँ हेर्नुहोस् हाम्रो फर्सी चाहिँ यो फलेको छ। अस्ति नै खानालाई भनेर निकाल्न खोजेको, तर निकाल्न चाहिँ निकालेको थिएनौँ। ल यो हेर्नुहोस् यो चाहिँ हाम्रो फर्सी। आजको हाम्रो तरकारी चाहिँ यही हुनेवाला छ। यही फर्सी, सानसानो फर्सी। 2 जनाको परिवारलाई चाहिँ पुगिहाल्छ, 2 जनालाई। बाँकी यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ फुल अझै पनि फुल लाग्दैछ। यसमा चाहिँ फल लाग्न चाहिँ बाँकी छ। एउटा फल चाहिँ त्यहाँ लागेको छ, एउटा चाहिँ यता छ, अनि एउटा चाहिँ यहाँ लागेको रहेछ। अझै सानसानो फलहरू लागिरहेको छ, तर पानी परेको छैन। पानी पर्यो भने चाहिँ अलि हुन्छ है। यहाँ पनि एउटा फल चाहिँ लागेको छ। ल बाँकी हामी चाहिँ जाँदैछौँ अब फर्सी लिएर पकाउनको लागि। हाम्रो यहाँ चाहिँ हुँदैछ फर्सी कटिङ। भित्र आज जाडो छ नि त, हाम्रो पहाडतिर जाडो चलिसकेको छ। एकदमै धेरै जाडो हुन्छ, त्यसैले हामी चाहिँ घाममै बनाउँदैछौँ, फर्सी चाहिँ कटिङ गर्दैछौँ। बाँकी यहाँ चाहिँ हुँदैछ फर्सी कटिङ। यो चाहिँ हाम्रो नयाँ चिज, मेरो बाबुको लागि खेलाउन मैले चाहिँ आफैले बनाइदिएको। यसलाई चाहिँ यसरी चलाउने कि यहाँ हेर्न सक्नुहुन्छ हाम्रो यहाँ चाहिँ कति सुन्दर फुल फुलेको छन् हैन। यो चाहिँ सयपत्री फुल। अनि यता चाहिँ हाम्रो कुखुरा चराउँदैछ सल्ला। हाम्रो घर चाहिँ पहाडी एरियामा छ, त्यसैले घाम चाहिँ बिहानै आइहाल्छ है। कतै कतै चाहिँ छाया नै छ, कतै कतै त्यो कोल्टोमा चाहिँ घाम परेको छैन। अनि यो चाहिँ हाम्रो घर। हाम्रो घरको अगाडि चाहिँ एउटा छ ठुलो पयौँको रुख। यो रुखले गर्दाखेरि चाहिँ घरमा अलिकति छाया देखाइरहेको हुन्छ। बाँकी हाम्रो फर्सी चाहिँ काटेर सिद्धिसकेको छ। अब यो चाहिँ धोएर सफा गर्न लाग्दैछन्। यो फर्सी चाहिँ अलिकति ठुलो पिस थियो, त्यसैले अलिकति सानो पिस बनाएर चाहिँ काट्दैछन्। ल बाँकी यहाँ हेर्न सक्नुहुन्छ बाबुले चाहिँ अहिले चलाउँदैछ यो आफ्नो बाबुको घट्टा। बाबु के पिस्न लाग्यो अरे? ए चामल पिस्न लाग्यो। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ मैले रोपेको प्याज। ती अस्ति नलगाएको यो प्याज चाहिँ आज चाहिँ यति पात चाहिँ निस्किसकेछ। रोपेको 4-5 दिन जति भयो। मैले आज बिहानै पानी राखेर पानी चार्दिएको थिएँ। हेर्न सक्नुहुन्छ कति दामी देखिएको छ। अनि यहाँ चाहिँ छ हाम्रो अमिलाको रुख। देख्न सक्नुहुन्छ अमिला चाहिँ यसरी फलेको छ है। हल्का हरियो छ, सानो छ, हल्का हरियो छ,
पाक्न चाहिँ बाँकी छ। अब 1-1.5 महिनामा चाहिँ पाकिसक्छ होला यो। अनि यहाँ चाहिँ छ हाम्रो आलु। आलु चाहिँ रोपेको भयो होला 10-15 दिन जति। यो चाहिँ आलु उम्रिएर यति ठुल्ठुलो चाहिँ भइसकेको छ। बाँकी भनेको चाहिँ हाम्रो यो फर्सी काटेर सिद्धिसकेको छ। अब हामी जाँदैछौँ यसलाई पकाउन भित्रतिर। कि हामी चाहिँ आइसकेका छौँ अहिले भान्साभित्र। यो चाहिँ हाम्रो भान्सा। कि यहाँ चाहिँ हुँदैछ अब टमाटर अनि प्याज कटिङ। अनि यहाँ हेर्न सक्नुहुन्छ हाम्रो घरमा चाहिँ 2वटा काँसको थाल अनि 2वटा काँसको चाहिँ बटुका आइसकेको छ। 2वटा काँसको थाल अनि 2वटा चाहिँ कचौडा। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ टमाटर प्याज काटेर चाहिँ सिद्धिसकेको छ। हाम्रो यहाँ चाहिँ लागिसकेको छ अब फर्सीको तरकारी पकाउनको लागि कराई। अनि यहाँ चाहिँ तरकारी पकाउनको लागि फर्सी अनि प्याज टमाटर अनि त्यसमा चाहिँ छ मसला नुन बेसारहरू। हामी यहाँ चाहिँ बनाउँदैछौँ मसला चाहिँ रेडी पिसेर। अनि यहाँ हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ एउटा 2वटा चाहिँ बडै मानको फर्सी छ। यहाँ चाहिँ मसला पिसेर सिद्धियो। अब हामी जाँदैछौँ भित्र। यहाँ चाहिँ पाक्दैछ फर्सी। हाम्रो यो भान्साको चाहिँ पुरै लुक्स यस्तो छ। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ अब हाम्रो चाहिँ तरकारी पाकेर रेडी भइसकेको छ। त्यहाँ चाहिँ छ भात। अब हामी यसलाई चाहिँ निकाल्दैछौँ भुइँमा। निकालेर चाहिँ खाना खाँदैछौँ। यो आइसकेको छ हाम्रो भात अनि यो चाहिँ तरकारी। अब हामी गर्दैछौँ खाना सुरु। अनि यो चाहिँ आजको हाम्रो खाना। अब चाहिँ खाना लाग्दैछ। हाम्रो आजको चाहिँ नयाँ थाल काँसको थालमा चाहिँ हामीले खाना खाँदैछौँ। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो थाली लागेर रेडी भइसकेको छ। अब यो चाहिँ मेरो थाली। ल अब यहाँ चाहिँ लागिसकेको छ हाम्रो खाना। अब चाहिँ हामी गर्दैछौँ खाना सुरु। सो अहिले चाहिँ हामीले खाना खाएर चाहिँ बाहिर आइसकेका छौँ। बुढीले मात्दैछिन् भाडा। ग्यार 12 जति बजिसकेको छ। एकदमै धेरै चर्को घाम लागिसकेको छ, देख्न सक्नुहुन्छ। हामी चाहिँ दिन जाँदैछौँ अब बाख्राको लागि दाना, खसीको लागि। यो चाहिँ दाना दिँदैछौँ। ल यहाँ चाहिँ हाम्रो यो चाहिँ खसी। ल यो चाहिँ हाम्रो खसी। अब यो खसीले चाहिँ दाना खाँदैछ। यहाँ चाहिँ अब खसीले खाँदैछ दाना, यता चाहिँ बाख्राले दाना खाँदैछ। हामी चाहिँ जाँदैछौँ अहिले बाख्रालाई घाँस काट्न। र यो मेरो हातमा चाहिँ छ हँसिया, नाम्लो, आँसी, बरियो हाम्रो गाउँको भाषामा चाहिँ। अनि यहाँबाट चाहिँ हाम्रो गाउँ चाहिँ त्यहाँ देखिन्छ।
यस्तो छ। यो चाहिँ हाम्रो माउली देश, माउली गाउँ। अनि आधी गाउँ चाहिँ उता त्यो माथि गाउँतिर छ। अनि हामी घाँस काट्न जाने ठाउँ चाहिँ त्यहाँ तल। यहाँ चाहिँ हामी घाँस काट्न जाने ठाउँ। त्यहाँ चाहिँ छ हाम्रो आधी बारी चाहिँ यहाँ माथि छ। त्यसैले हामी चाहिँ अब जाँदैछौँ त्यही तल घाँस काट्नको लागि। ल यो चाहिँ हाम्रो तलको खेतबारी। यहाँ चाहिँ छ अमिलाको रुख, यता चाहिँ सुन्तलाको रुख छ। अनि यहाँ चाहिँ छ तल बेसार बारी। अनि यहाँ हेर्न सक्नुहुन्छ अमिला अलि सानो सानो चाहिँ फलेको छ, अमिला धेरै ठुलो चाहिँ छैन। अनि यता चाहिँ तलतिर सुन्तला बारी छ। यो चाहिँ हाम्रो गोठ है। पहिला चाहिँ यसमा गाईहरू बस्थे, अहिले चाहिँ गाईहरू छैनन्, गोठ पनि भत्किसकेको छ। यहाँ देख्न सक्नुहुन्छ यो सुन्तलाको रुख अहिले चाहिँ सुकेर यस्तो भइसकेको छ जम्मै। यो सुन्तलामा चाहिँ ऐजारो नै ऐजारो लागिसकेको छ, सुक्न लागिसकेको छ है। यहाँ चाहिँ हाम्रो यो पानी पोखरी। यो पानी पोखरीमा त जम्मै यो तलतिरको देखिएको खेतबारीहरू छ। यो जम्मै तलतिरको खेतबारीमा चाहिँ सब्जी त साग तरकारीहरू होइन, प्याज आलुहरू लगाउने गर्नुहुन्थ्यो बुवाले पहिला। यसको लागि चाहिँ पानी तार्नको लागि यो पोखरी बनाएको हो है। यो चाहिँ छ यहाँ चाहिँ पोखरी, अहिले पनि छ, पानी जम्मा भइरहेको छ। हल्का यो बारीहरूमा कोदो चाहिँ लगाउनुहुन्छ बुवाहरूले। अनि यहाँ चाहिँ छ हाम्रो केरा, यहाँ हेर्न सक्नुहुन्छ त्यहाँ चाहिँ केरा फलेको छ है। यो चाहिँ हाम्रो खेतबारी अनि घाँस काट्ने ठाउँ। यो चाहिँ हाम्रो घाँस काट्ने घाँसको रुख होइन। यहाँ चाहिँ हामीले पहिला चाहिँ आलु लगाएको थियौँ यतातिर, अनि यतातिर प्याज लगाएको थियौँ। अहिले चाहिँ जम्मै बाँझै बसेको छ, अहिले चाहिँ केही नलगाएर त्यत्तिकै छोडेको। ल यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ अलगै खालको फल आउँछ। यो हाम्रोतिर चाहिँ यसलाई चाहिँ भागे अमिलो भन्ने गरिन्छ, यसलाई चाहिँ भागे सुप पनि भन्छन् हाम्रोतिर है। ल यो चाहिँ अमिलो हुन्छ, एकदम अमिलो हुन्छ, पुरा अमिलो हुन्छ है। अनि म चाहिँ गर्दैछु अब यसलाई खाएर ट्राई गर्दैछु है। एकदमै धेरै अमिलो छ। यो फलमा लागेको जति देखिएको छ यो सेतो सेतो भागभरि जम्मै अमिलो भागहरू हो। अनि यो चाहिँ हाम्रो बाँसको रुख हेर्न सक्नुहुन्छ कति लामो लामो छ, यता माथि माथिसम्म चाहिँ गएको छ, कति धेरै लामो छ है। त्यहाँ पनि छ, त्यो चाहिँ निगालाको रुख, त्यो चाहिँ हाम्रो गाउँतिर चाहिँ निगाला भन्छन् होइन। उता माथि माथितिर छ बाँस चाहिँ, यो चाहिँ यहाँनिरको बाँस। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ जङ्गली अदुवा है। जङ्गली अदुवा चाहिँ यस्तो फुलेको हुँदो रहेछ, रातो रातो। यो चाहिँ मैले नि पहिलोपटक थाहा पाएँ। अनि यहाँ चाहिँ छ हामीले अब काट्ने घाँस चाहिँ बाख्राको लागि। यो घाँस चाहिँ काटेर लग्दैछौँ आज। ल यहाँ चाहिँ काट्दैछन् अब बुढीले चाहिँ बाख्राको लागि घाँस है। हाम्रो यहाँको यो घाँसले चाहिँ अलिकति पुगेन, अलिकति थोरै भयो। हामी चाहिँ अब अर्को बुट्टामा चाहिँ घाँस काट्न जाँदैछौँ, त्यस पछाडि चाहिँ हामी घर जानेछौँ। हामी चाहिँ आइसकेका छौँ अहिले अर्को बुट्टामा। अब चाहिँ यो बुट्टामा चाहिँ अस्ति काटेर राखेको अलिकति घाँस चाहिँ बाँकी छ। अब हामी चाहिँ यो बुट्टाको चाहिँ काट्दैछु। यो बुट्टाको घाँस चाहिँ म काट्दैछु होइन, म चाहिँ जाँदैछु रुखमा। हाम्रो घाँस काटेर चाहिँ सिद्धिसकेको छ, हाम्रो बिटो पनि भइसकेको छ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ बिटो बोकेर तयार भइसकेको छन्। अब हामी जाँदैछौँ घरमा। बुढी चाहिँ उताबाट गइसकेको छन् घरमा होइन। हाम्रो बाबु चाहिँ यहाँ माथि खेल्दैछ, म चाहिँ त्यसलाई लिन जाँदैछु। अब बाबुलाई लिएर म पनि जाँदैछु घरमा। ए बाबु आऊ, के खेलेको यहाँ एक्लै? ल हेर्नुहोस् अब यहाँ चाहिँ खेल्दैछ पानीमा, यसरी पानी। बाबु अहिले यहाँ तल गएपछि के हुन्छ फेरि त? लट्ठी हाल्ने अरे। अनि घरमा जाने। ल भयो, यो मम्मी गइसक्यो। ल आऊ, चलो अब हामी पनि जाँदैछौँ घरमा। यो हेर्नुहोस् हजुर यहाँको उकालो उकालोमा चाहिँ अब घाँस बोक्दै तेजपत्ता खाँदै चाहिँ आइसकेको छु। मैले पनि अब बाबुलाई चाहिँ काँधेकुरी हाल्दै आइसकेको छु। यो उकालोमा चाहिँ बाबु हिँडेन, त्यसैले बाबुलाई चाहिँ बोकेर ल्याउनु परेको छ। हामी चाहिँ अब घरमा पुग्दैछौँ। हामी चाहिँ अहिले आइसकेका छौँ घाँस काटेर घरमा है। अब चाहिँ दिँदैछौँ बाख्रालाई घाँस टँगाउन जाँदैछौँ है। बाख्रालाई पनि अहिलेसम्म केही पनि दिएको थिएन,
त्यो बाख्रा चाहिँ भोकै थियो, बाख्रालाई चाहिँ घाँस दिनु जाँदैछौँ। अनि यो चाहिँ हाम्रो पाठ हो। अहिलेसम्म चाहिँ यहाँ बसेको थियो शीतलमा डोकोभित्र। अनि यहाँ हेर्न सक्नुहुन्छ बाबुले चाहिँ अब नानीलाई गाडीमा बसालेर घुमाउँदैछ है, खेल्दैछ। सानो खेलाउन नानीको गुडियालाई चाहिँ गाडीमा बसालेर चाहिँ खेल्दैछ। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ दिउँसोको समय चाहिँ एकदमै धेरै घाम छ है। त्यो पारी ठाउँमा चाहिँ अलिकति उल्टो परेको ठाउँमा चाहिँ हल्का छाया परेको छ, बाँकी जम्मै घाम लागेर टन्टलापुर घाम लागेको छ। अब हामी चाहिँ जाँदैछौँ अमिलो ल्याउन। हामी खाँदैछौँ अमिलो आज है, ट्वाक्क अमिलो, सुन अमिलो। हामी चाहिँ जाँदैछौँ अमिलो लिन। यो चाहिँ हाम्रो अमिलोको रुख। अब चाहिँ हामी यो अमिलोलाई चाहिँ टिप्दैछौँ। यहाँ हेर्नुहोस्, यो चाहिँ हाम्रो अमिलो। आज चाहिँ हामी यही अमिलो बनाएर चाहिँ खाँदैछौँ है। ल अब टिप्दैछ हाम्रो बाबुले अमिलो टिप्दैछ है। ल यहाँ चाहिँ छ हाम्रो यो 2वटा अमिलो। अब बनाएर खाँदैछौँ है। यहाँ रुखमा चाहिँ हेर्न सक्नुहुन्छ अमिलाहरू है, कति धेरै फलेको छ, कति धेरै बाक्लो चाहिँ फलेको छ। हामी चाहिँ अहिले आइसकेका छौँ। अब नुन खुर्सानी चाहिँ रेडी गर्न अमिलोको लागि। यहाँ चाहिँ हामी हाल्दैछौँ यसमा नुन खुर्सानी पिसेर रेडी बनाउँदैछौँ। अनि यो चाहिँ हरियो खुर्सानी। यो चाहिँ जिरा, यसमा चाहिँ थोरै जिरा राखेर जिरा पनि पिस्दैछौँ। यो हेर्नुहोस् हजुर, हाम्रो चाहिँ नुन खुर्सानी चाहिँ पिसेर चाहिँ रेडी भइसक्यो। अब चाहिँ हामी जाँदैछौँ अमिलो बनाउनतिर। यहाँ चाहिँ हाम्रो आज अमिलो बनाएर खाने लोकेसन। हाम्रो चाहिँ अमिलो आइसकेको छ। अब बनाउँदै थिइन् बुढीले अमिलो। ल यो हेर्नुहोस् हजुर, हाम्रो चाहिँ अमिलो बिस्तारै कटिङ हुँदैछ, टक्क पाना बनाएर। ल यहाँ चाहिँ यस्तो बोक्राहरू चाहिँ निस्किसकेको छ। यो बोक्राहरू चाहिँ लास्टमा पिरो भएपछि खानलाई चाहिँ काम लाग्छ। गर्मी छ नि त, अलिकति घामले गर्दाखेरि यो चाहिँ अलिक छिटै चाहिँ तितो हुनसक्छ। त्यसैले अब चाहिँ छिटो बनाएर फास्ट बनाएर चाहिँ खाइहाल्छौँ हामी चाहिँ। ल यस्तो चाहिँ हुँदैछ अब हाम्रो चाहिँ अमिलो। अब यस्तो दिउँसो टन्टलापुर घाम लागेको बेलामा अमिलो खानुको चाहिँ मजा बेग्लै हुन्छ, एकदमै धेरै दामी है। यो अमिलोको चाहिँ अब यस्तो सानसानोहरू यस्तो पिस बनाएर चाहिँ खानुपर्छ। यो अमिलोमा राख्नको लागि चाहिँ यो चिनी पनि छ, तर चिनी नराखेको चाहिँ एक पिस चाहिँ टेस्ट गरेर हेरौँ अमिलो कस्तो छ। यो चाहिँ अमिलो खुर्सानी। अब यो घाममा चाहिँ अलिकति छिटै तितो हुन्छ भनेर हामी शीतलमा चाहिँ बनाउँदैछौँ। अलिकति टाइम लाग्छ नि त, धेरै छिटो तितो हुन्छ, त्यसैले हामी बनाउन जाँदैछौँ अब त्यो शीतलमा। ल अब यो शीतलमा चाहिँ हामी यहाँ चाहिँ बनाउँछौँ। अब यहाँ बनाएर फेरि खाना चाहिँ हामी त्यहीँ जानेछौँ। दामी देखियो, दामी, बाप्रे।
अब अमिलो चाहिँ केलाएर चाहिँ भइसकेको छ। अब यसमा चिनी राखेर मजासँग चाहिँ मिक्स गरिसकेपछि ल यतिको चाहिँ अमिलो बनिसकेको छ। ल कस्तो बनेको छ? ल यो हेर्नुहोस् हजुर, हाम्रो चाहिँ अमिलो बनेर एकदम भइसकेको छ रेडी है। अब चाहिँ हामी खाना जाँदैछौँ, त्यही घाममा बसेर चाहिँ खाँदैछौँ अमिलो। ल हामी चाहिँ अहिले आइसकेका छौँ अमिलो खाना। टक्क यो चाहिँ हाम्रो अमिलो अलरेडी अब उनले चाहिँ खाइसकेको छन्। म पनि टेस्ट गर्दैछु कस्तो बनेको छ आजको अमिलो। Ah.